हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो के छ सबैजना सन्चै हुनुहुन्छ होला है। र फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा। र आजको भ्लगमा चाहिँ होइन हामी उता योभन्दा अघिल्लो वर्ष पनि मैले तपाईँहरूलाई भूमि पूजाको भ्लग देखाएको थिएँ होइन। सो यसपालि पनि त्यही हुनेछ। सो आज वैशाख 30 गते आज है। सो हाम्रो गाउँको हाम्रो यो गाउँठाउँको चाहिँ सबैभन्दा ठुलो कुल पूजा भूमि पूजा आज हुन गइरहेको छ होइन। सो आज होइन बिहानबाट केही पनि खाएको छैन र म चाहिँ आज एउटा ठाउँमा चाहिँ पूजा गर्न जान लागेको छु है। त्यो हाम्रो गाउँको के अरे घरको वरिपरि चाहिँ 5-6 ठाउँमा थानतिर पूजा गर्नुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ हामी माथि हाम्रो कुल पूजा यो हाम्रो अमरकु गुम्बा डाँडा अनि यो लामा गाउँ अनि तल सल्ले सबैतिरबाट एकै ठाउँमा भेला भएर चाहिँ माथि भूमि मन्दिरमा चाहिँ है पूजा गरिन्छ। त्यही हो र आज एकदम रमाइलो हुनेवाला छ है। योभन्दा अघिल्लो भ्लग पनि तपाईँले सायद हेर्नुभयो होला। यदि हेर्नु भएन भने आजको भ्लग हेर्नु होला है। सबै लास्टसम्म हेरिदिनु होला। जस रमाइलो हुनेछ। के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई सब यो भिडियोमा देखाउने छु। र त्यही हो, के भन्न चाहनुहुन्छ। र म चाहिँ ठ्याक्कै होइन यहाँ पूजा गर्ने ठाउँमा आइपुगेको छु र यहाँ हाम्रो पुजारीज्यूहरू पूजा गर्दै हुनुहुन्छ। ल त गाइज होइन यहाँको पूजा चाहिँ सकियो होइन त। हामी अब घरतिर जान्छौँ। त्यसपछि माथि सिधै मन्दिरमा जान्छौँ होइन त। दिस इज आवर अग्लिएस्ट सिस्टर सबिना तमाम। पम पम पम। ल त अब चाहिँ हामी निस्किन लागेको छौँ होइन। कुखुरा सुखुरा सब रेडी पारेर एज यु क्यान सी होइन हाम्रो कुखुराहरू छ 1 2 3 4 5 6 6वटा कुखुरा छ होइन हाम्रो गाडीमा है। टक्क अब गीत बजाएर अब गाडीमा जानुपर्ने हुन्छ। एज यु क्यान सी माई कार। अब चाहिँ हामी चल्दै गयो है घरबाट है त। ल स्कुटरमा है दाजु यसो स्कुटरमा एक्सट्रिम अफ रोड गाइज हेर्नुहोस् यहाँ बाटो हेर्नुहोस् है। डट बाइकको बाटो छ होइन। बाटो यस्तो छ है। अब के गर्नु जानै पर्छ। पानी चाहिँ पर्ला जस्तो यस्तो हेर्नुहोस् है गाइज है। सो त्यही हो, इट्स गोइङ टु बी अ लट अफ फन है। सो वाच टिल द लास्ट। त गाइज यो चाहिँ यही नम्बर चाहिँ प्राथमिक विद्यालय। यो चाहिँ यहाँ मैले 5 मा पढेको स्कुल चाहिँ मेरो ल है त केटा हो हेलो भनिदियो है कुखुरा साइसँग छैन। तपाईँलाई चाहिँ कुखुरा चाहिँ हाम्रो चाहिँ कुखुरा छ है। ल है त सबैजनाले एकैवटा कुखुरा भाग परेको छ होइन। के छ भाइ ठिक छ? पूजा गर्यो? ल मेरो ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ है। यहाँ पुरै पार्किङ पुरै प्याक छ है। आज हाम्रो यहाँ भूमि मन्दिरमा यो गाइज म चाहिँ होइन एकदम कुदिएँ है त। फास्ट पुरै फास्ट। यो चाहिँ असिम चोर हो है गाइज। के छ मेरो भाइ? के छ मेरो भाइ? कहिले आएको भाइ? भोलि बिहान के छ मलाई दियो। ठिक छ भने चौ त मलाई दियो। दिन्छ है त हाम्रो गाउँको सबैजना है त। गाइज यो अब लोकल कुखुरा चाहिँ काट्नुपर्ने हुन्छ होइन। हाम्रो मेन हाम्रो अलिकति मन्दिर मेन मान्छे देख्नु वरिपरि देखाइदियो क्यामेरामा। एकदम बवाल छैन उता हाम्रो गुम्बाडा अनि त्यसपछि अमरको मलदुङ सबैको मान्छेहरू यहाँ एकदम भेला भएको छैन। अब हाम्रो पाला आउँदैछ बिस्तारै अब यहाँ लाइनमा बस्नु लाग्यो। त्यही हो अलिपछि अब त्यस्तो त्यो आन्द्रा भुँडी खाएको पनि देखाउँछ तपाईँलाई। एज यु क्यान सी गाइज होइन हाम्रो यहाँ पुरै कुखुरा भुताल्ने कार्यक्रम भइरहेछ। यो हाम्रो चाहिँ होइन यो भित्रको आन्द्रा भुँडी चाहिँ सबै निकाल्नु पर्ने हुन्छ। चलन यस्तो छ होइन। अब सबैको निकाल्छ उता सबैतिर देखाइदियो निकालिरहेछ। अन्डा गाइज अन्डा तिमी म साथी होइन
साथी हो कि होइन तिमीहरूमा साथी हो कि होइन भन न साथी हो नि है यो चिज बोल चाहिँ हामी आधी खाने एउटा मलाई एउटा तिमीलाई है हामीले साथी भनेन अघि मलाई बिर्स्यो होइन त हामीले साथी हो है तिम्रो नाम के भन त अश्विन हो कि होइन अश्विन हो कि होइन आधी आधी खाने लडे ल यहाँ पुरा चाहिँ बिजोग छैन हाम्रो यहाँ बाहिर यहाँ फोटोसोट हान्दैछन् यो अब करिब करिब हाम्रो भूमि पूजाको यो सबै होइन त्यो कामहरू सबै सिद्धियो जस्तो अब आन्द्रा भुँडी अब त्यो यसो अब पोलेर खाना मात्र बाँकी छ र एकदम इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भने हाम्रो यो भूमि पूजाको चाहिँ अब जस्तै आज पूजा गऱ्यो भने भोलि पर्सिसम्म चाहिँ त्यो रुखहरू त्यो केही पनि काट्नु हुँदैन अनि प्लस अब त्यो खेतहरू पनि केही पनि जोत्नु हुँदैन खन्नु हुँदैन क्या त्यो चाहिँ एउटा हाम्रो एउटा परम्परा छ यदि खन्यो भने यदि के गर्यो भने चाहिँ बागाएर खाने एउटा किंवदन्ती चाहिँ छ है त्यो होस् अहिले म अलिक यो मन्दिरको अलिकति माथि आएर यहाँ भिडियो बनाइरहेको छु अहिले त मेरो अगाडि चाहिँ यहाँ मन्दिरहरू छ त्यहाँ मान्छेहरू पनि छ देखाइदियो त हाम्रो यो आजको दिनको सबैभन्दा पहिलो खाना समय अन्तकाली चाहिँ होइन सबैभन्दा पहिला चाहिँ चाख्ने यसले हो मिठो छ मिठो छ टेस्ट आउँदैछ एकछिन मिठो 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 उसको नाम के हो टेस्ट हान्यौ है सबैले सकायोमा नेचुरल चम्चा है त केटा दही र के भन्छ चिउरा भाइ दही चिउरा खान लाग्यो चम्चा छैन रहेछ है नेचुरल चपस्टिक दही त गाई छैन मैले समासँग आज लिए तैँले 4 वटा पामा खाइछु ए भिडियो साले ठिक जाएन त रे अहिले गरम हुन्छ है जस्तो भयो नि यो पर्दा चाहिँ एकदम मिठो हुन्छ क्या मिठो छ भने त भाइ मिठो छ भने भाइ मिठो छ भाइ यो चाहिँ पाङ्रा है त उरा पारा लोकल उरा सबै अब यो क्यामेरा त्यसमा मान्छे अलिक ठिक भएन है हो र डबल डबल खाने मान्छे ठिक भएन ए फिल्मले रिपोर्ट नि राम्रो हाम्रो त्यो क्यामेरा त्यसले चाहिँ केटा हामी चाहिँ चिप्लेरी खेल्दैछौँ होइन त मेरो भाइ चिप्लेरी खेलेर आयो त अब पूजा सक्यो सबै सक्यो अब घर जाने घर गएर मासु खाने त्यही हो सो हामी अब घर आइपुगिसकेका छौँ होइन माथि उता कुल पूजा गरेर अब सबै हुन्छ नि त्यहाँ प्रसाद ससाद खाएर हामी घर फर्किसकेका छौँ र घर फर्किने बित्तिकै हामी त्यो कुरासुरा अब 6वटा कुखुरा थियो माथि कुल पूजामा 6वटा कुखुरा लगाएको थियो त्यहाँ 6वटा कुखुरा लगेर अनि यहाँ ल्याएर भुतालेर सफा गरेर काटकुट गरेर होइन ट्याक अहिले हामी चाहिँ अहिले चाख्न गइरहेका छौँ होइन मासु कस्तो छ भनेर सो त्यही हो मेरो भागको मासु चाहिँ यस्तो छ त्यही हो अब जस आजको मेरो यो भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन सो यस्तै भिडियोहरू आउँदै गर्नेछ सो त्यसको लागि चाहिँ तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नु होला भिडियोलाई लाइक गर्नु होला कमेन्ट गर्नु होला र सेयर गरिदिनु होला र त्यही हो आजको भ्लग यति नै हुनेछ टाटा गुड बाई लभ यु